नमस्कार, प्रणाम। रजस्वलाको रगतलाई विज्ञानले के भन्छ भन्ने बारेमा सानो चर्चा गर्न मन लाग्यो। गर्भ नरहेको अवस्थामा चाहिँ गर्भाशय सफा गर्नुपर्ने एउटा प्राकृतिक नियम हुन्छ र त्यही प्राकृतिक नियम अनुरूप पाठेघरको मुखबाट अनावश्यक भएको रगत साथसाथै बच्चा हुर्कनको लागि चाहिने बन्नको लागि चाहिने पौष्टिक तत्त्व र अनफर्टिलाइज्ड एग बाहिर निस्किने हो, जुन चाहिँ शरीरको लागि अनावश्यक हुन्छ तत्कालको लागि। रगत निस्किने क्रममा त्यो रगत विषाक्त हुँदैन। रजस्वलामा बग्ने रगत किन विषाक्त, प्रदूषित र विकृत हुँदैन भनेर विज्ञानले के भन्छ भने चाहिँ प्राकृतिक रूप नै यौनाङ्ग एसिडिक हुन्छ भनिएको छ र एसिडिक भएका कारणले रगतलाई चाहिँ नि ब्याक्टेरियल ग्रोथ हुनबाट र सङ्क्रमणबाट चाहिँ बचाउँछ। रजस्वलामा बग्ने रगत टक्सिक हुँदैन भनिएको छ। तर रगत बगिसकेपछि यौनाङ्गबाट बाहिर निस्किसकेपछि हावाको सम्पर्कमा आएर चाहिँ त्यसमा ब्याक्टेरियल ग्रोथ हुन्छ। त्यति बेला चाहिँ रजस्वलाको रगत विषाक्त विकारयुक्त हुन्छ भनिएको छ। रजस्वलाको रगतमा कार्बोहाइड्रेट्स, प्रोटिन, आइरन, लिपिड अनेकौँ पौष्टिक तत्त्वहरू पाइन्छन्, जुन चाहिँ सामान्य जीवित कोशिकाहरूमा हुँदैन भनेर पनि भनिएको छ। तसर्थ पौष्टिक तत्त्वले भरिपूर्ण हुन्छ, विषाक्त हुँदैन। त्यसैले प्रमुख कुरा आवश्यकता के हो भने रजस्वला भएको बेलामा शारीरिक सरसफाइको आवश्यकता पर्छ। रगतले बच्चालाई पोषण दिने र बच्चा बनाउने र सृष्टिलाई निरन्तरता दिने काम गर्छ भने त्यो रगत कसरी अपवित्र, कसरी विकारयुक्त र विकृत हुन सक्छ। रजस्वला भनेको एउटा नारीको जीवनमा, एउटा प्रकृतिको जीवनमा हुने सामान्य प्रक्रिया हो। सरसफाइमा ध्यान दियौँ र आफूप्रति गर्व गरौँ। आफ्नो कोखलाई, आफ्नो रजस्वला भएको अवस्थाप्रति प्रेम गरौँ, आनन्दित बनाऊ। धन्यवाद।